23 लाख भ्युज गएको तपाईँले भिडियो बन्द गर्न लाउनुभयो, बन्द गराउनु भयो, त्यस्तो के पर्यो? त्यो किन बन्द भयो? तपाईँको भिडियो बनाएर म हाल्छु र मेरो नम्बर म राख्छु र अनि तपाईँको नाममा मैले पैसा थुकेर अनि कमाएर आयो भने बिजेत कसको हुन्छ? तपाईँको हुन्छ कि हुन्छ? मेरो पनि एउटा इज्जत छ। अझसम्म म बचपनदेखि नै यही काम गरेर बसिरहेको मान्छे हो है होइन। मैले अब म 47 वर्ष भइसक्यो, अझसम्म मलाई कसैले पनि यसरी खायो उसरी खायो भन्ने छैन। अब मेरै भिडियो राखेर अरूले बदनाम गरेर खाइरह्यो भने यो फलाना माताले यति पैसा खायो उति पैसा खायो भन्नु त्यस्तो सुन्नु मन छ? हाम्रो इज्जत गर्नु मन छ? हाम्रो पनि इज्जत छ त नि। अब मेरो नाम गर्ने मातालाई देखाउनु भन्ने बिमारीहरूलाई मातालाई देखाउनु मातासँग बोल्नु मन छ भन्यो भने माता बिमारी भएर बाहिर गएको छ, हस्पिटल गएको छ, माता छैन अहिले बाहिर छ भन्नु मिल्छ त? भनेपछि तपाईँको भिडियोमा अरूले नम्बर राखेर उनीहरूले कमाएर गरेर खाइरहेको थिए, त्यसकारण नम्बर मेरो होइन उनीहरूकै हो। त्यही भएर तपाईँले बन्द गराइदिनु भिडियो नै? बन्द गरेको। ए भनेपछि अब तपाईँसँग उपचार गराउनुभन्दा पहिला तपाईँ हो होइन कन्फर्म गरेर मात्र गराउनु पर्यो नि त? अब खोल्न मिल्यो भने म त्यो भिडियो खोलाउँछु, तर त्यो नम्बर चाहिँ हटाउनु मिल्दैन रे। मैले पहिला पनि हटाउनु भनेको। अब मैले त्यो भिडियो खोल्यो भने खोल्न लगायो भने अब उनीहरूले खोलिदियो भने त्यो नम्बरमा फेरि अरूले त्यो अरूसँग अब अरूले त्यो नम्बरमा राखेको नम्बरमा कल गर्दा त्यो नम्बर लाग्यो भने चाहिँ फेरि उनीहरूलाई कारबाही हुन्छ। भनेपछि अब त्यो नम्बर चलायो भने उनीहरूलाई कारबाही गर्छ? कारबाही गर्छ, सिधै कारबाही गर्छ। अरूको नाम गरेर अरूलाई घिचेर गरेर अरूको भिडियो राखेर ठकेर त खानु भएन नि त। सत्य रूपमा सही रूपमा गर्नुपर्छ मान्छेलाई। सत्य अब आफू पनि धामी झाँक्री बन्नु नसक्ने, अरू मान्छे राख्ने, अरू भिडियो राख्ने, अरू बाबाजीहरू ल्याउने, काम गराउने, काम सफल नहुने गरेर हुन्छ त? मसँग उनीहरूको प्रमाणै छ। भनेपछि तपाईँको भिडियोमा राखेर उनीहरूको नम्बर राखेर फेरि माता चाहिँ बिरामी हुनुभएको छ, बाहिर जानुभएको छ भनेर काम गराइराखेका छन्। अनि अस्ति चौकीमा पनि भनेको छ त त्यो भाइले। त्यो अर्को के हो रे त्यो भाइको नाम? त्यो भाइको नाम के हो रे? मेरो मोबाइलमा त्यो राधाकृष्ण भाइले अनि भन्दै हुनुहुन्थ्यो त। अनि उहाँले पनि कति मातालाई सम्झेर फोन आउँछ अनि के अरे बाहिर जानुभएको छ, माता त हुनुहुन्न, यहाँ छैन नि अहिले, माता भेट्न सक्नुहुन्न तपाईँहरूले भनेर काम गर्छ अरे, त्यही भन्दैछ त। भनेपछि अब चाहिँ मातालाई काम गराउनु छ भने चाहिँ पहिला उहाँ हो होइन कन्फर्म गरेर मात्र काम गराउनु होला। हजुर सबैजनाले पनि भन्न चाहे हामीले होइन, उहाँले यो कुरा चाहिँ प्रश्न पार्नु भएको छ। भिडियो खोले पनि त्यो भिडियो म खोले उनीहरूले खोल्छ भनेदेखि त म उहाँसँग सोधेर खोल्छु होइन। त्यो भिडियो खोले पनि बिना म नदेखिकन बिना मेरो यहाँ बस्ने अब मेरो बुढाबुढी नदेखिकन चाहिँ काम चाहिँ कसैले पनि गर्न पाइँदैन। बस तपाईँले अमूल्य समय दिनुभयो, त्यसको लागि विशेष धन्यवाद। जय शम्भु। हिजो आज धेरै महिलाहरूमा चाहिँ बच्चा नभएको, सन्तान भएन, बिहे गरेको चाहिँ 10-12 वर्ष भइसक्यो, 1-2 वर्षमा पहिलो जब सन्तान जन्मियो त्यसपछि सन्तानै भएन भन्ने एकदम समस्या आछ। धेरै मान्छेले चाहिँ धामी झाँक्रीमा पनि गएपछि चाहिँ सन्तान हुन्छन् भन्ने चाहिँ समाजमा एउटा हल्ला सुनिन्छ। यो हल्ला हो कि यथार्थ हो या तपाईँ पनि गर्नुहुन्छ? बताइदिनुहोस् त। म के भन्न चाहन्छु भने सबैजना भक्तजनहरूलाई होइन, सबैजनाले के भन्न चाहन्छु भने पहिला सबैजनालाई मेरो तर्फबाट जय शम्भु, जय भोलेनाथ, हर महादेव बुढीकी जय भन्न चाहन्छु। यो सन्तान नहुनेलाई चाहिँ हामीले उपचार गरिरहेको पनि छौँ, भइरहेको पनि छौँ। अहिलेसम्म कति जतिजनालाई चाहिँ तपाईँले उपचार गर्नुभयो? अहिलेसम्म त्यसो मान्छेलाई झुटो बोल्नु हुँदैन, त्यस्तै 30-40 जना पनि 30-40 जनाको बच्चा नभएको तपाईँसँग उपचार गराइसकेपछि बच्चा भइसक्यो। अनि धेरैजनाले चाहिँ यो जाँड रक्सी पनि छुट्याइन्छ भन्छन्, तपाईँकोमा त्यो जाँड रक्सी छुटाउने चाहिँ गर्नुहुन्छ कि हुन्न? जाँड रक्सी छुटाउनेदेखि लिएर छोप्ने काम्नेदेखि लिएर सबै अब यो बुढाबुढी छुट्टिनेदेखि लिएर मिलाउने सबै काम गरिन्छ। भने तपाईँले
बुढाबुढी छुट्टिएको सम्बन्ध मिलाउने, जाँड रक्सी छुटाउने, अनि बच्चा भएको छैन भने बच्चा बस्ने अथवा उसलाई चाहिँ उपचार गरेर बच्चा पाउन सक्ने वातावरण बनाइदिनुहुन्छ। त्यसको उपचार गरेर अब हामीले उहाँलाई उपचार गरेर उहाँलाई बच्चा अब आफ्नो गर्भ हुने बनाइदिएको छ। आजसम्म चाहिँ हाम्रो छैन भन्ने छैन। एउटा उहाँ सिन्धुलीको बहिनीलाई पनि संसार उपचार गऱ्यो भने भएन रे होइन। लास्ट नै हो दिदी भनेर आउनु भएको थियो कि गुरुआमा भनेर उहाँ नारायणटारमा हुँदाखेरि। अहिले उहाँको बच्चा नि मैले यो टिकटकमा देखिरहेको छु। उहाँको बच्चा नि ठुलो भइसक्यो, कति 6-7 वर्षको भइसक्यो। मैले काभ्रेको एकजना बहिनीको पनि गरेको छु, सिन्धुपाल्चोकको पनि गरेको छु, सबै ठाउँमा पनि गरेको छौँ। अस्ति नै हाम्रो यहाँ मैले उहाँ उसमा आसन राखेको माताको बुहारी लिएर आउनुभएको थियो। अनि उहाँलाई चाहिँ अब कति ठाउँमा भयो, डक्टरले पनि सुई हालेर पनि भएको थिएँ तर खेरो गयो भन्नुभयो होइन। मैले यहाँ सिर्फ मैले त्यो एउटा अक्षता र अनि यहाँ जल फुकेर दिएको थियो। अहिले 2 गर्भवती भयो अरे भन्ने सुनेको छौँ। भर्खर लगभग यस्तै महिना पुग्नु लाग्यो। भनेपछि बच्चा नहुने पनि बच्चा भइरहेको छ, जाँड रक्सी नै छुटाइराख्नु भएको छ, अनि पारिवारिक सम्बन्ध बिग्रेका छन्, स्वास्नी लोग्ने पनि छुट्न लागेका छन् भने सम्बन्ध जोड्ने मिलाउने नै गरिराख्नु भएको छ। सबै काम गर्छौँ। यस्तो अब त्यस्तै अब बुढाले छोड्नेदेखिको लिएर होइन, बुढाले छोडेको बुढी हुँदा अर्को केटी मिलाउने काम चाहिँ गर्दैनौँ। हामीलाई पनि पाप हुन्छ है। अब बुढाले बुढी छोड्नेलाई मिलाउँछौँ, फेरि बुढीले बुढा छोड्नेलाई मिलाउँछौँ है। त्यो फेरि घरमा बुढी हुँदा फेरि त्यस्तो मिलाउने भन्नेमा चाहिँ गर्दैनौँ हामीले। अनि यो पछिल्लो टाइम तपाईँले यसो भन्दै जाँदाखेरि धामी झाँक्रीमा चाहिँ विश्वास गर्नु हुँदैन, यिनीहरूले चाहिँ ठगे भन्दै विभिन्न अभियन्ताहरू अभियान गर्दै हिँड्न थालेका छन् नि। अब होला कुनैले त अब ठगिरहेको पनि छ होइन, म होइन भन्न सक्दिनँ। अब मैले पहिलोचोटि मैले त्यो भाइरल भएको भिडियो अहिले त्यसै कारणले ब्लक गर्नु परेको छ, ब्लक गरिरहेको छौँ होइन। अनि किनकि ब्लक गऱ्यो भनेदेखि अब त्यो भिडियो बोल्ने त म भयो, मैले आन्दरबहादुर दियो, मैले बोल्यो। तर आउने जति मेरो बिमारी, मेरो दुःख पर्ने दिदीबहिनी, आमा बुवाहरू, दाजुभाइहरू मसम्म आउनु सक्नु भएन। अब नम्बर उहाँहरूको राख्यो, बोल्ने चाहिँ म भयो। नम्बर उहाँहरूको राखेपछि त्यो नम्बरमा फोन गरेपछि उहाँहरूपट्टि जानुभयो। अब हाम्रो चाहिँ यहाँ के छ भनेदेखि जतिजना अब दुःख पर्नेहरूलाई सामान उनीहरूले किने बाहिर किन्नु तपाईँहरूले यहीँ बनाउनु भन्नुभयो भने हामी यहीँ बनाउँछौँ होइन। हाम्रो सामानमा त्यति साह्रो त्यति धेरै पैसा जाने, 10,000 जाने, 15,000, 20,000, 25,000 हामीले लिएको पनि छैन। हेर्नुहोस्, हामीले काम गरेको पैसा यति चाहियो भनेर तोकेको पनि छैन। तर उहाँहरूको पूजाको सामानको मात्रै उहाँहरूले किनेर ल्याए, हामी गरिदिनु हो। अब भेटी कति राख्छ उनीहरूको धर्मले राखिदिने हो। हामीलाई यति नै चाहियो उति नै चाहियो भन्दिनँ। मैले पहिल्यैदेखि नै भिडियोमा पनि भनेको छु, बोटीको चाहिँ मैले 2,000 रुपियाँ लिन्छु। भनेपछि तपाईँकोमा काम बनेन भनेर आउने अथवा जग्गा बिकेन भनेर आउनेहरू पनि काम भइरहेको छ। अब जग्गा बिक्री नहुनेको, घर बिक्री नहुनेको होइन। अनि त्यसपछि अब होटेलतिर अब यस्तो ग्राहक नआउने, पसलतिर अब यस्तै अब ग्राहकहरू त्यति साह्रो नआउनेको अब हामीले यस्तो धुपहरू फुकेर पठाइदिन्छौँ अथवा मै जान्छौँ त्यहाँ। अब मैले के रहेछ यसो हेरेर अब यस्तो गरेर उहाँहरूको पसलभित्र म पसिसकेपछि मैले एउटा के अलिकति नजरहरू हटाएपछि सबै कुरो काम भइरहेको छ। भएन भन्ने छैन। मैले धेरैजनासँग सुने जिन्दगीको यात्रामा चाहिँ जति काम गरे नि असफल हुने, काम गर्दा कहिले काम गर्नै मन नलाग्ने, काम गर्यो राम्रो आम्दानी भएछ भने केही समयपछि फेरि छोड्न मन लाग्ने, व्यापार व्यवसाय गर्दा डुब्ने, अब म सबै सके म मर्छु भन्नु भने फेरि मर्न मन नलाग्ने, केही न केही गर्न मन लाग्ने, यस्ता खालका मान्छे तपाईँसँग आउँदाखेरि पछि चाहिँ धामी झाँक्री भएर निक्लिन्छन् अरे, देउता आएर पो त्यस्तो भएको भनेर भन्नुहुन्छ अरे, के यो साँचो हो? अब कस्तो भनेदेखि उसको शरीरमा देवी देउता छ भनेदेखि होइन,
अब उहाँले मुख बाराना गरेको छैन, अब उहाँलाई चोखो नितो भइरहेको छैन भनेदेखि उहाँलाई अल्छी लागेर आउँछ, पूजापाठ गर्नु मन लाग्दैन, व्यापारमा हिँड्नु मन लाग्दैन। कुनै मान्छेले ठुलो आवाजले बोल्यो भने उहाँलाई बोल्नु मन लाग्दैन, रिस उठेर आउँछ, झगडा गर्नु मन लाग्ने पनि यसै कारणले हुन्छ। अहिलेसम्म चाहिँ हामीले चेलाचेलीहरूलाई धेरै चेलाचेलीहरूले उतारेको छौँ। उतारे पनि आसन राख्ने बेलामा यति गुरु भेटी चाहियो, यति पैसा चाहियो भनेर हामीले तोकेको पनि छैनौँ है। अब कुनै चेलाचेली गरिब होला, दुखी होला, अब उसले हामीलाई भेटी दिनु सक्दैन, उहाँसँग भेटी छैन भनेर हामीले त्यतिकै छोड्नु त मिलेन है। हामीले राखिदिनुपर्छ। हाम्रो धर्म नै सेवा हो, हेर्नुहोस् है, सेवा नै धर्म हो होइन, सेवा नै धर्म हो। हामीले जस्तै दुखी गरिबलाई अब डबन जाँदाखेरि गाडी भाडा उसैले दिन्छ, अब उसको खुसीले भेटी जति दिनुहुन्छ उसको खुसीले राखिदिनुहुन्छ है। म अरूले जस्तो पहिला मलाई पनि गुरुले 3 लाखसम्म तोकेको थिएँ, मैले पनि दिएको थिएँ होइन। तर मान्छेले तोक्यो भन्दैमा हामीले कहिले पनि तोक्नु पनि हुँदैन। हाम्रो देवी देवताले यति पैसा लिए भनेर चाहिँ हाम्रो शरीरमा प्रवेश भएको हुँदैन। यो तपाईँले यसो भन्दै गर्दा अहिले समाजमा वेदिका केसी भन्ने हुनुहुन्छ, उहाँले पनि धेरै चाहिँ तपाईँको यी धामी झाँक्री विरुद्धका चाहिँ अथवा यहाँ भएका व्यतिथिका विरुद्धमा बोल्नु भएको थियो। तपाईँलाई के लाग्छ उहाँको कुरामा, उहाँप्रति तपाईँको भनाइ के छ? यहाँ सुन्नुहोस्, म के भन्न चाहन्छु भने अरूको विषयमा मसँग नबोल्नु, अरूको जे जस्तो गरोस् मलाई मतलब छैन। मलाई के लाग्छ, धामी झाँक्री माता भनेको सबै आफ्नै दाजुभाइ, आफ्नै दिदीभाइ, आफ्नै दिदी बहिनी जस्तो लाग्छ है। म कुनैको पक्षमा म नराम्रो बोल्ने छैन। हेर्नुहोस्, नराम्रो बोल्ने, अरूले अब लागेर उसले कमायो, ऊ चर्चा भयो भन्दैमा उसलाई नराम्रो, उसको खुट्टा तान्ने छैन। किनकि भने म एउटा प्रश्न राख्छु कि हामीले दुनियाँलाई नराम्रो भनेर, अरूलाई नराम्रो भनेर चाहिँ के चाहिँ पाउँछ, के चाहिँ नाप्छ भन्नुहोस् त? कसैले पनि नराम्रो गर्नु हुँदैन। अझसम्म चाहिँ म कसैले पनि धामी होस्, झाँक्री होस्, माता होस्, बाबा होस्, जुनसुको होस्, मलाई बोलोस् होइन, मलाई नराम्रो भनोस्, म उनीहरूको विषयमा नराम्रो भन्ने छत्तै छैन, कसैलाई पनि भन्ने छैन। तपाईँले यसो भन्दै गर्दाखेरि तपाईँको सायद प्रकाश भुजेलको माता हुँ भनेको भिडियो चाहिँ उहाँले स्टोरीमा सेयर पनि गर्नुभएको थियो जस्तो लाग्छ। सुरुमा चाहिँ उहाँले धामी झाँक्री विरुद्ध चाहिँ प्रहार गरिरहेको अवस्थामा कस्तो तपाईँको प्रकाश भुजेलको माता भनेर तपाईँको पनि फोटो चाहिँ उहाँले स्टोरीमा हाल्नु भएको देखेको थियौँ हामीले, त्यो भएर तपाईँलाई सोधेको। अब त्यो प्रकाश भाइकोमा हाल्नु भएको कि कसकोमा? वेदिका केसीले चाहिँ आफ्नो स्टोरीमा हाल्नु भएको थियो। हालोस्, मलाई केही पनि फरक पर्दैन है। प्रकाश भुजेलको माता भनेर हालोस् कि जेसुको भनेर हालोस्, अब सही व्यवहारमा हिँड्नुपर्छ, सही ढङ्गमा हिँड्नुपर्छ, सही व्यवहारमा बसेर आफूले काम गर्न सक्नुपर्छ। मान्छेले जे पाए त्यही बोलेर चाहिँ केही पनि पाइँदैन। म अरूलाई दुश्मन पनि बनाउनु मन पनि छैन, अरूलाई नराम्रो भन्नु पनि छैन। तर मलाई भनोस्, मलाई जतिसुकै नराम्रो भने पनि यसले मलाई नराम्रो भन्यो, यसले नराम्रो बोल्यो, मेरो भिडियो यसरी चलायो भनेर पनि भन्ने छैन। यहाँ हेर्नुहोस्, अब मान्छेले, अब कुनै मान्छेले, म जस्तो सोझो मान्छे, मलाई पढ्न आउँदिनँ, मलाई लेख्न आउँदिनँ होइन, म जस्तो मान्छेले म यस्तो भयो भन्दामा मैले उनीहरूलाई धर्म गर्दाखेरि मैले बोलेको भिडियो लगेर मातालाई देखाउनु त, हामी मातासँग बोल्नु मन छ भने माता त बिमारी भएर हस्पिटल पुगेको छ अरे, हस्पिटल लगेको छ, अहिले माता छैन भन्दै अरूले मेरो भिडियो राखेर पैसा कमाउँछ, ठगी गर्छ। म के भन्न चाहन्छु भने सबैजनालाई, मैले अहिले त्यो 2टै नम्बर ब्लक गर्न लगाएको छु, सिम पनि मेरै हातले भचाएर फालेको छु होइन। त्यो कति हो रे नम्बर, कति हो रे मलाई भन्न आउँदैन, त्यो त लाखमा 43 मेरो मोबाइलमा छ। एउटा चाहिँ 43 छ, एउटा चाहिँ कति पो छ मेरो मोबाइलमा थियो। त्यो नम्बरमा चाहिँ फेरि उनीहरूले त्यो नम्बरको सिम निकालेर त्यो नम्बरमा फेरि उनीहरूले तपाईँहरूलाई जोइन गरेर फेरि मेरै भिडियो राखेर कल गऱ्यो भने तपाईँहरूलाई फेरि त्यसै गरेर उहाँहरूले चलायो भनेदेखि मलाई फोन गर्नुहोस् होला। मेरो टिकटकको प्रोफाइलमा नम्बर छ है, कालीमाता A2 भनेर सर्च गर्नुहोस्, त्यसमा मेरो नम्बर छ। यो नम्बरबाट हामीलाई यसो गरेर फोन आएछ, यसरी फोन आएछ मलाई भन्नुहोस्, मैले 2टै नम्बर ब्लक गर्न लगाएर मैले बचाएर फालेको छु। मेरो त्यस्तै गरेर नाम गरेर संसार दाजुभाइ दिदीबहिनीहरूलाई ठगेको रहेछ, कुनैलाई 20,000, कुनैलाई 30,000,
कुनैलाई 25,000 कुनैलाई 12,000 ठगेको रहेछ। हाम्रो त्यस्तो छैन है। तपाईँहरूले सिर्फ तपाईँहरूलाई दुःख पऱ्यो भने पूजाको सामान आफैले किनेर ल्याउनु भयो भने ल्याउनुहोस्, नभए यहीँ सजाउनु भने पनि हामी यहीँ सजाइदिन्छौँ। तपाईँहरूको धेरै लाग्ने भनेको त्यही 4-5 हजार हो है। हामीले त्यस्तो गरेर आफ्नो पूजाको मात्रै हो, तपाईँले किनेर ल्याउनु भयो भने हामी फ्रीमा गरिदिन्छौँ। तपाईँहरूको खुसीले भेटीघाटी जति दिनुहुन्छ दिनुहोस्। मैले बुटीको चाहिँ 2,000 दिन्छु। भनेपछि विभिन्न अभियन्ताहरूले चाहिँ माता झाँक्रीहरूले चाहिँ ठगे भन्दै गर्दाखेरि तपाईँ आफै त्यसो भए तपाईँको भिडियो प्रयोग गरेर तपाईँलाई नै ठगिदिए। अच्छा, उल्टै उसैले चौकीमा मुद्दा हाल्नु गएछ भनेको हेर्न है, निचन हाल्नु गएछ। अनि मैले त्यो मसँग त प्रमाण थियो, मैले त्यो प्रमाणहरू लगेर गएपछि उनीहरूले हार भएन। मसँग त प्रमाण छ नि त, आफूले गलत नगर्ने। हेर्नु आजसम्म तिनीहरूले त्यो चौकीमा निप्जन नदिएको भइदियो त तिनीहरूले अझै त्यो नम्बर राखेर मेरो भिडियो राखेर त अझै कमाउनु पाउँथ्यो होला नि, अझै पनि कमाएको होला। मेरो दिदीबहिनी दाजुभाइ आमा बुवा सबैजनालाई म नमस्ते भन्न चाहन्छु। तपाईँहरू फसिन्छ है। तपाईँहरूले चाहिँ मेरो नम्बर 234 छ, त्यही 34 नम्बरमा कल गर्नुहोस्। अरूकोमा चाहिँ तपाईँहरूले अरू नम्बरमा चाहिँ कसैकोमा कल नगर्नुहोस्। यहाँ फेरि हाम्रो भाइ 2 जना भाइ हुनुहुन्छ, 2 जना भाइको नम्बर छ। कति छ? मेरो लास्ट 16 छ। एकजना भाइको लास्ट 16 छ। काले भाइको त्यो लास्ट 16 नम्बरमा कल गरेर तपाईँहरूले गर्न सक्नुहुन्छ है। उहाँ चाहिँ गर्नु, उहाँ मैसँग हुनुहुन्छ। अनि मेरो नम्बर चाहिँ 234 छ। भनेपछि प्रत्यक्ष तपाईँलाई नभेटिकन बाहिरबाट चाहिँ तपाईँसँग काम गराउनु पर्यो भने तपाईँलाई फोन गरेर कन्फर्म हो होइन गरेर मात्र काम गराउनु पर्यो होइन त? अब मेरो केन्द्र हो कि होइन है, मेरो केन्द्र अब यस्तो छ नि त, सबै पुरा काम गर्ने मान्छेहरू सबैजनालाई देखाउनुपर्छ। सबैजनालाई यसो गरी देखाउने। अब म देखाउँछु। मेरो श्रीमान हुनुहुन्छ, तपाईँ अगाडि आउनुहोस् त, उहाँलाई देखाइदिनुहोस्। उहाँ देख्नुभयो भने उहाँ देखेँ म देखेँ भने मात्रै काम गर्नुहोस्। तर हामी 2 जना बुढाबुढीमा हामी 2 जना देखेन भने कतिजना मान्छेले मेरो फोटो राखेर मेरो भिडियो राखेर मान्छेले ठगी गरिरहेको छ। हामी बुढाबुढी नदेखिकन तपाईँहरूले कहीँ पनि काम नगरिदिनु होला भन्न चाहन्छु। हजुरहरूको भलाइको लागि हो, मेरो लागि भनेको होइन। हजुरहरूलाई चाहिँ मेरो फोटो राखेर मेरो भिडियो राखेर चाहिँ मेरो टिकटकको फोटोहरू राखेर कतिजनाले फसाएको रहेछ। मेरो दिदीबहिनी आमा बुवा दाजुभाइहरूलाई नफसोस् भन्न चाहन्छु। मेरो भनेपछि बुढाबुढीको सम्बन्ध बिग्रियो भने डिभोर्स गर्न प्रहरी चौकीमा मिलाउन भन्दा पहिला तपाईँसँग आएर चाहिँ सम्बन्ध मिलाउनु पर्यो। त्यो चाहिँ ठिक चाहिँ गरिरहेको पनि छ, आजसम्म चाहिँ भइरहेकै छ। भनेपछि झुटो कुरो गर्दैन। अरूले जस्तो 2 दिनमै हुन्छ, 3 दिनमै हुन्छ, 1 हप्तामै हुन्छ भन्दिनँ। अलिकति ढिलो चाँडो होला है, अलि ढिलो चाँडो होला। अपासी गराएरै छाडिरहेको छ। भनेपछि अब बच्चा भएनन् भने पनि तपाईँसँग सम्झेर आउँदा भयो, जाँड रक्सी छुटाउनु छ भने पनि तपाईँलाई सम्झेर आउँदा भयो, अथवा पारिवारिक सम्बन्ध मेल भएन मिलाउनु पर्यो, अथवा श्रीमान श्रीमती बिच सम्बन्ध बिग्रियो भने पनि मिलाउनको लागि आउँदा भयो। अस्ति उहाँको एकजना बहिनीले पनि मलाई धोती साडी लिएर राख्नुभएको रहेछ है। म थिएन, उहाँको काम राम्रो भयो अरे भनेर चाहिँ मलाई राम्रो खाले धोती लिएर राख्नुभएको रहेछ, धोती साडी है। अब काम भयो भन्दै अब अहिले हिजो पनि एकजनाले हाम्रो काम सफल भयो राम्रो भयो भनेर भन्न आउनुभएको थियो। अलिकति पर्खाइ गर्नुपर्छ, ढिलो चाँडो हुन्छ है। अलिकति ढिलो चाँडोमा चाहिँ हामी अप्पासी गराइदिन्छौँ। यो पारिवारिक मेलमिलाप गर्ने भन्दाखेरि चाहिँ प्रायः मान्छेले मोनी लाउने भन्दा छन्। यो तपाईँहरूले मोनी लाउने हो? हामीले अब भनौँ हामी 33 कोटी देवी देवताबाट गर्छौँ होइन। यो भनौँ न मोनी जस्तै हो। अनि मोनी लाउने भन्दा त अनि फेरि तपाईँको भर्ती छुटाउनु पर्छ भन्छन्, बिरमोनी के भन्छन्, के हो खासमा यो? त्यस्तो खेलाउँदैन, त्यस्तो बिरमोनी मसानहरू त्यस्तो चलाउँदैन। किनकि भने त्यो बिरमोनीहरू चलायो भने 7 दिनको भगा हुन्छ, 15 दिन, 9 महिना, 10 महिनाको त्यसको मिति हुन्छ। त्यो मितिसम्म त्यसको भइरहन्छ। त्यो फुकाएन भनेदेखि ऊ पागल हुन्छ। त्यो फुकाइसकेपछि फेरि उसँग बस्दैन। हाम्रो त्यस्तो होइन। भने तपाईँकोमा मोनी लाउने भनेर अथवा पारिवारिक मेलमिलाप गराउने भनेर आउँदाखेरि भाले किन्नु पर्दैन, बोका किन्नु पर्दैन? छैन, हाम्रो त्यस्तो छैन।
हाम्रो भाले किन्नु पर्दैन, बोका किन्नु पर्दैन, मसान घाटमा पनि जानु पर्दैन। मसान घाटमा पनि जानु पर्दैन। हाम्रो यही मन्दिरमा बस्ने हो, यही मन्दिरबाटै हामीले गर्ने हो, हाम्रो देवी देवताबाट गर्ने हो। भने धेरैजनाको चाहिँ मौनी लाउने, तुरुन्त काम गर्ने भन्ने, 25,000 50,000 1 लाखसम्म पैसा लिने, बोका किन्नुपर्छ भन्ने, भाले किन्नुपर्छ भन्ने, फेरि मसान घाटमा गएर चाहिँ भाले पूजा गर्ने, बोका पूजा गर्ने गरेको देखेको सुनेको, त्यही भएर सोधेको हजुरलाई। गर्नेले गर्छ होला है, हामीबाट चाहिँ छैन। गर्नेले गर्छ, अब गर्नेको अब दिनुपर्नेहरू दिएको होला है, अरूको लागि हामीले केही भन्नु हुँदैन। त्यो आफ्नो आफ्नो थिदी हुन्छ होइन, आफ्नो आफ्नो ऊ हुन्छ, ज्ञान हुन्छ। त्यो भनेको गर्नेले गर्छौँ, दिनेले दिन्छौँ, हामीबाट चाहिँ हुँदैन। हाम्रो चाहिँ यही 33 कोटी देवी देवताबाट गर्छौँ। तपाईँको यहीँ आएर यही आश्रममै आएर काम गर्ने त भइनेको यहीँ मान्छे आउने भयो, तर अहिले त मान्छे चाहिँ विदेशतिर छन्, टाढा टाढा छन्, तर तिनीहरूलाई चाहिँ काम कसरी गर्न सकिन्छ त? हामी कसरी गर्छौँ भने उहाँहरू हामीसँग कन्ट्याक्टमा आउनुहुन्छ, उहाँले फोटो पठाइदिनुहुन्छ, फोटो धुलायो, अनि त्यसपछि उहाँलाई भिडियो कलमा राख्यो, सामान्य किन्यो होइन, अनि भिडियोमा राखेर गर्ने। भने चाहिँ यहाँ मान्छे नुहाइकन पनि तपाईँले फोटो मार्फत र भिडियो मार्फत गराउनुहुन्छ काम? विदेशमा हुने दाजुभाइ दिदीबहिनी आमा बुवाहरू सबैजनालाई उनीहरूको काम भएन, हामी यस्तो बिजोग भयो भन्नेहरूले पूजापाठ गर्नुहुन्छ, उहाँको काम सफल भइसक्यो, उहाँलाई राम्रो भइसकेपछि मलाई पछि पनि पैसा पठाउनुहुन्छ। उनीहरूको महिना मरेपछि हेर्नुहोस्, माताजी तपाईँले हामी यति भेटी पठाएको छु भन्नुहुन्छ, अनि हामीले चाहिँ त्यतिकै खाँदैनौँ। सुन्नुहोस्, हामी यस्तो कपडा यहाँ सरसफाइ गरेर यस्तो कपडा यस्तै फुल लिएर भिडियो गर्छौँ, भिडियो गरेर यो फलानले पठाएको हो तपाईँलाई, यो नामको मान्छे यो फलानले यो ठाउँबाट पठाएको हो भनेर चाहिँ हामीले भिडियो बनाएर उहाँकै नाममा भिडियो बनाएर अनि पठाइदिन्छौँ। हाम्रो कतिजना छौँ, आजसम्म चाहिँ भएन भनेर नराम्रो भएको चाहिँ कुनै पनि छैन। भनेपछि तपाईँलाई चाहिँ सम्झेर विदेश जानु नै पर्यो, विदेश जानलाई जुरिरहेको छैन भने पनि आउँदा भयो। अब विदेशमा आफ्नो ग्रहले हो कि होइन, अब केले सिकेको हो भने पनि हामीले गरिदिन्छौँ। अहिलेसम्म गरिदिएको पनि छ, भइरहेको पनि छ, अझसम्म चाहिँ मेरो कानले सुनेको पनि छैन, भएको छैन भन्ने भनेको। भनेपछि तपाईँकोमा अनि काम्ने, छोप्ने अथवा विभिन्न ठाउँमा चाहिँ गएर कामी राख्ने अथवा भोलि नआएका अथवा कति ठाउँमा चाहिँ गएर पनि भने जस्तो गुरु नभेटेको भन्ने त्यस्ता खालका मान्छे छन् भने पनि धामी झाँक्री उत्रिन लागि आउँदा भयो। मेरोमा आउने नै त्यस्तै हो। अब कति ठाउँमा गएर नभएकोहरू होइन, अब धेरै सिकिस्तै जाँचको गएर उपचार नहुने त्यस्तै सिकिस्तै परेको बिमारीहरू आइपुग्नुहुन्छ यहाँ। अब कतै गएर अब यस्तो राम्रो नहुने, अब यो देवी देवता आएको मान्छेहरू छोप्ने काम नै यस्तो नहुने, अब यस्तो डिप्रेसन के हो भनेको दबाई खाएर नि मान्छेहरू मात्रै आउनुहुन्छ मेरोमा यहाँ। भने तपाईँकोमा डिप्रेसन एन्जाइटीका दबाई खाने मान्छेहरू आउनुहुन्छ, त्यस्ता मान्छे आएर कामेर झाँक्री बन्नुहुन्छ? भइरहेको पनि छ, मैले भिडियोमा हालिरहेको पनि छ टिकटकमा है। अब उहाँले भिडियोमा टिकटकमा हाल्नु भन्यो भने हाल्छु, फेरि नहाल्नु भन्यो भने हामी त्यस्तो छैन। जाँदा जाँदै हामी अन्त्यतिर आएका छौँ। आम श्रोताहरूलाई, आम दर्शकहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? म सबैजनालाई, हजुरहरूलाई दुःख परेको सबैजना दिदीबहिनी आमा बुवा दाजुभाइ सबैजनालाई, अब यो देश विदेशतिर हुनेलाई होइन, आफ्नो बुढाले छोडेकोहरूलाई अब यस्तै दुःख परेको छ भने तपाईँहरू सम्झेर आउनुहोस् होला भन्न चाहन्छु। मेरो भिडियोमा मन पऱ्यो भने लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, फलो गरिदिनुहोस्। सबैजनालाई मेरो तर्फबाट हजुरहरूलाई चाहिँ के भन्न चाहन्छु भने हजुरहरूको लागि यत्रो धर्म गरेर मैले सेवा गरिरहेको छु। हजुरहरूलाई दुःख परिरहेको ठाउँमा तपाईँहरूलाई मैले गरेर हुने ठाउँमा म सबै कुरो गर्नेछु है, उपचार गरिदिनेछु। सबैजनालाई मन पऱ्यो भने आउनुहोस्, मेरो भिडियोमा लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, फलो गरिदिनुहोस्। सबैजनालाई मेरो तर्फबाट जय शम्भो भन्नु।